अब युकेबाट पनि नेपालीहरू लखेटिने खतरा बढेको छ। हामी नेपाल फर्किनलाई त तयार नै छौँ। लखेटिहालेको खण्डमा हामी आफ्नो राज्यमा गएर पनि हामी काम गरेर खान नसक्नु त होइन। म यत्रो एज भएर पनि अझै म यिनीहरूकै 16-17 वर्षको एज जस्तै म छु भनेदेखि चाहिँ मलाई तिमीहरू युकेको भतुवा हौ भनेर कसैले भन्नुहुन्थ्यो, तर के यो कुरो साँचो हो त? त्यो हुनु पनि सक्छ। ल त यो काम गर त्यो गर भने हामी रातभरि पनि गर्न सक्छौँ। 75% त विदेशी छ काम गर्ने, हरेक निकायमा छ। रिफर्म युके पार्टीले आफ्नो आगामीको चुनावको एजेन्डामा आईएलआर नै रद्द गर्ने प्रस्ताव ल्याएपछि युकेको करिब 90% जनताहरूले समर्थन जनाइसकेका छन्। यो राष्ट्रियतामा एकता जनाउनु चाहिँ सबैले नै यो गर्ने नै हो। अब के साँच्चै नै युकेमा आईएलआर रद्द हुन्छ त? अब सकेसम्म त नहोस् यस्तो नियम लागू। अब फर्स्टली त अब उसले जित्छ भन्ने छैन रिफर्म पार्टीले होइन। अनि यदि आईएलआर रद्द भइहाल्यो भने के हामी नेपाली गोर्खालीहरूको लागि सरकारले छुट्टै नियम बनाइदिन्छ त? पोखरामा परेड खेलाएर कसम खुवाएर चाहिँ ब्रिटिस आर्मीले ल्याएको छ। अब एउटा बोरामा एउटा आलु कुह्यो भने आलु त सबै गनायो, तर त्यो भित्र राम्रो आलु पनि छ भन्ने कुरा चाहिँ बेलायत सरकारले चाहिँ भुल्नु भएन। अथवा सबै क्यान्सल भयो, एकजना मात्र डुको लन्ठ्याङ काम गरेर बस्नु पर्ने अनि फ्यामिली ल्याउनै नपर्ने भयो भने पनि के हामी नेपालीहरू झुन्डिएर अझै युकेमा बसिराख्छ त कि नेपाल फर्किन्छ? फ्यामिलीले लिएर आउन नपाएपछि त अब यहाँ बसेर पनि केही मतलबै छैन जस्तो लाग्छ मलाई चाहिँ। मेरो परिवार अरूहरूलाई मैले यहाँ भित्राउन पाउने अवस्था रहेन भने यहाँ बस्नुको कुनै आवश्यकता म देख्दिनँ। हेर्नुहोस् त, सुन त यति ठुल्ठुलो ढिका छ, किन्नै नसकिने रहेछ। दिदी किस्ताबन्दीमा पाइँदैन? हजुर, आदि इत्यादि कुराहरू बुझ्नको लागि आज म आएको छु युकेको मिनी नेपाल भनेर चिनिने ओल्डरसोट टाउनमा। हजुर, अब यहाँ जतिसक्दो धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग भेटेर भलाकुसारी गरौँ, जसको आईएलआर छ अनि उहाँहरूको विचारधारा बुझ्ने कोसिस गरौँ। अब अगाडि हेर्दै जाउँ के हुन्छ। हस् हजुर, अब फर्स्ट थिङ यहाँ हाम्रो मामा माइजूहरूलाई भेटेको छु मैले। अब 1-2जना मामाहरूसँग यहाँ भलाकुसारी पनि गरिहाल्नु पर्यो। हजुरको शुभ नाम मामा? म हेमबहादुर तामाङ हो। मामा, अनि हजुरले त सुन्नै भएको होला अहिलेको यो रिफर्म युके पार्टीले जुन एउटा एजेन्डा चलाएको छ नि, आईएलआर क्यान्सल गर्ने, यो जति पनि बाहिरबाट आएको इमिग्रेन्टहरूलाई चाहिँ उनीहरूको देश फर्काउने भनेर जुन किसिमको आगामी चुनावको लागि एजेन्डा बनाएका छ, यो चाहिँ नि अब ब्रिटिसको 90% पपुलेसनले चाहिँ अब सहमत जनाएको छ, सपोर्ट गरेको छ। यो सुनेर हजुरको मनमा कस्तो लागिरहेछ? वेल, मैले पनि सुने हो यो रिफर्म पार्टीहरूले चाहिँ 4 वर्षपछि चाहिँ चुनाव हुँदैछ। यहाँको आदिवासी जनताहरूले चाहिँ यो बाहिरबाट आएको माइग्रेसनहरू विभिन्न तरिकाले आएको छन्, यहाँ बसेका छन्। यहाँ विशेष गरी यो विकसित देशमा चाहिँ विदेशबाट आएर यहाँ काम गर्छन्, उनीहरूको आईएलआर प्राप्त गरिरहेछ, काम गरिरहेछ। यिनीहरूले चाहिँ नराख्ने, हटाउने, आईएलआर क्यान्सल गर्ने भन्ने मैले सुनेको छु। यो इम्प्याक्ट चाहिँ विशेष गरी अरू देशको माइग्रेसनहरूले अलिकति यो देशमा चाहिँ अनुशासनविहीन काम गरेको हुनाले हो कि जस्तो मलाई लाग्छ। तर गोर्खालीको हिसाबमा चाहिँ गोर्खा भनेको तपाईँको त्रिपक्षी सन्धि अनुसार चाहिँ भर्ती भएर आएको हुन्छन्, उनीहरू रिटायर भएको हुन्छन्। अहिले यहाँ गभर्मेन्टले नै स्वीकृति दिएर चाहिँ हामी यहाँ आएको छौँ। गोर्खालीकै विषयमा नै हो भने चाहिँ त्यो चाहिँ हुन सक्दैन जस्तो लाग्छ मलाई। भोटिङ यिनीहरूले गरिहाल्यो भने चाहिँ सायद यिनीहरूले निकाल्नु सक्छ। तर यहाँ गर्ने काम गर्ने त विदेशी हो नि त। यो विकसित राष्ट्रमा चाहिँ प्रायः सबै देशमा विकसित राष्ट्रहरूमा चाहिँ विदेशबाट आएर मात्रै काम गरेको हुन्छ। तिनीहरूले यहाँ गेट आउट गऱ्यो भने त यिनीहरू 12 बच्चा। अनि हिजोसम्म युकेमा गोर्खाली नेपाली भनेपछि एकदमै रेस्पेक्ट गर्छ उनीहरूले चाहिँ नि। अब हामीलाई धेरै मान सम्मान दिएको छ, किनकि हामीले यो देशको लागि लडेका छौँ, ज्यानै दिएका छौँ भनेर भनिन्थ्यो। तर आज आएर एक्कासी यो माहौल कसरी चेन्ज भयो होला? यसरी आईएलआर नदिने, अब गोर्खाली नै भए पनि अब सर्भिस चाहिँ गर्न पाउने, फ्यामिलीहरू चाहिँ ल्याउन नपाउने, उनीहरू मात्र आएर बसोस् जाओस् भन्ने कुराहरू आइरहेछ। तपाईँले लेटेस्ट इन्टरभ्यूहरू पनि हेर्नुभयो होला एलबिसी न्युजतिर होइन? अब यस्तो किसिमको माहौल आखिरमा कसरी सिर्जना भयो होला र कसले गर्दा यस्तो स्थिति आयो जस्तो लाग्छ तपाईँलाई? यदि गोर्खालीहरूलाई भेदभाव गर्नु गयो भने सायद बेलायतमा खतरा हुनेछ। गोर्खाली त एकदमै आवश्यक बेलायतको लागि म देख्छु। यदि गऱ्यो भनेदेखि कि भर्ती नै क्यान्सल गर्नु पऱ्यो, उहाँहरूले स्टप गर्नु पऱ्यो। त्यो गर्नु सक्ने पनि हैसियत पनि उहाँहरूबाट छैन। भर्ती गरेर ल्याउने, उनीहरूको श्रीमती छोराछोरी भेट्न नेपालमै जाने भन्ने प्रक्रिया पनि आएछ। त्यसो गऱ्यो भने अबको युगमा चाहिँ सायद भर्ती हुन आउँदैन जस्तो मलाई लाग्छ। अनि नेपालबाट कति मान्छेहरूले भन्थ्यो नि युकेका तिमीहरू त भतुवा हो भन्थ्यो। अब अहिले आएर यसो सोच्दाखेरि उनीहरू सही हो कि जस्तो लाग्छ? हजुरलाई कस्तो लाग्छ? वेल, त्यो सही म त भन्नु सक्दिनँ। तर अहिलेको यो वर्तमान सरकार भनौँ यो 46 सालदेखि यताको सरकारहरूले चाहिँ बेलायतमा बुट ठोकेको छ, हिँडेको छ, सलामी गरेको छ। तिनीहरू एनआरएन हुन्, तिनीहरू नेपाली होइनन् भन्छन्। तिनीहरूले नेपालको सिटिजनसिपबाट वञ्चित गर्नुपर्छ भन्छन्। तर त्यो चाहिँ गलत, किनभने
नेपालको सरकारले नेपालको सन्धिअनुसार नै भर्ती गरेर लगेको छ। नेपालको नागरिकहरू धरानमा पोखरामा बकैदा नेपाली हो कि होइन नागरिक अनुसार चेक गरेर भर्ती गरेर पोखरामा परेड खेलाएर कसम खुवाएर चाहिँ ब्रिटिस आर्मीमा ल्याएको छ। नेपाल गभर्मेन्टले जहिले पनि नेपालीहरू जुन जुन देशमा छ त्यसलाई हाम्रो मान्छे हो भनेर चाहिँ नेपाल गभर्मेन्टले बोल्नु सक्नुपर्छ। यदि नबोलेको खण्डमा चाहिँ नेपाल सरकारको ठुलो गल्ती हुनेछ। अनि मामा त्यसरी माइग्रेन्टहरू सबै फर्काएपछि युके त यसो हेर्दाखेरि सबै माइग्रेन्टले नै चलाएको जस्तो छ। यहाँको इकोनोमी के होला, उँभो लाग्ला कि उँधो लाग्ला त त्यसपछि? यहाँको इकोनोमी चाहिँ तपाईँको एकदम डामनडोल हुनेछ, किनकि माइग्रेसनहरू चाहिँ जब यहाँदेखि फर्कायो भनेदेखि बेलायतमा यति अहङ्कार हुन्छ कसले गर्ने काम। यहाँ काम गर्ने तपाईँको साँच्चै भनौँ भनेदेखि 75% त विदेशी छ काम गर्ने, हरेक निकायमा छ। ब्रिटिस पपुलेसन यसरी 81 माइग्रेन्टप्रति रिसाएर खनिनु पर्ने सिचुएसन चाहिँ कसरी आयो होला? यस्तो फ्रस्ट्रेसन कहाँबाट आयो जस्तो लाग्छ? हामी गोर्खाली नेपालले गरेर त होइन पक्कै पनि। विभिन्न देशबाट तपाईँको माइग्रेसन भएर बाई बोट धेरै रिफ्युजी जस्तो रूपमा हजुर डुङ्गामा चढेर प्रशस्त आएको छन् बेलायतमा। डेली आउँछ डेली। हजुर तिनीहरूलाई आएपछि यहाँ छिरेपछि उनीहरूलाई पाल्नु पऱ्यो, इत्यादि गर्नु पऱ्यो, होटलमा राख्नु पऱ्यो, खर्च दिनु पऱ्यो, पाल्नु पऱ्यो। यो सबै गभर्मेन्टले पेलिरहेछ। त्यसको फ्रस्ट्रेसनले नै यो बेलायतमा त्यस्तो किसिमको हङ्गामा आएको हो कि जस्तो लाग्छ मलाई। किनकि यिनीहरू सम्पूर्ण डकुमेन्टेसन सबै फालेर यहाँ हुन आएको छ। यहाँ आएर चाहिँ बस्नु पाउँछ, खानु पाउँछ, काम गर्नु पाउँछ भनेर आएको हुन्। त्यो देखेर चाहिँ यहाँको चाहिँ जनताहरू चाहिँ फ्रस्ट्रेसन पक्कै भएको हो। प्लस यहाँको जनताहरूले पनि काम पाउन अहिले गाह्रो छ। यो देशमा चाहिँ आक्रोश भएको कारण त्यो हो। हजुर मामा विचार राखिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको दिन शुभ रहोस्। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू तपाईँलाई। हजुर अथेन्टिक नेवारी रेस्टुरेन्ट भिन्तुना रहेछ यहाँ। भित्र छिर्नुपर्छ कि क्या बहिनीहरू बसिराख्नु भएको जस्तो लाग्यो मलाई। बहिनीहरू नमस्ते। नमस्ते अरे म बहिनी नै आउनुभएको छ ल, उहाँलाई नै जोड्नु पर्ला। बहिनी अब हजुरहरूको शुभ नाम के होला यसो भनिदिनुहोस् न प्लिज। मेरो चाहिँ रसिला गोसाई। मेरो चाहिँ अस्मिता पण्डित। बहिनीहरू थ्याङ्क यू भेरी मच फर जोइनिङ माई भ्लग। अनि भिन्तुना रेस्टुरेन्ट भनेपछि त अल्डरसटमा अथेन्टिक नेवारी रेस्टुरेन्ट भन्ने बित्तिकै तपाईँहरूको नाम त फर्स्टमा आउँदो रहेछ गुगल रिभ्यूमा पनि होइन। के छ त्यस्तो विशेषता यहाँ तपाईँहरूको, यसो भनिदिनु मिल्छ कि? तपाईँले नै भन्नुभयो हाम्रो सुरुमै हाम्रो नाम आउँछ। पक्कै पनि खानाकै हाम्रो चाहिँ नि एकदम नेवारी अथेन्टिक प्रोभाइड गरेका छौँ हामीले। ड्रिङ्क्समा पनि छ्याङदेखि लिएर खानेकुराहरू सबै चाहिँ हामीले नेपालकै जस्तै भाइब आओस् भनेर गरेका छौँ। डेकोरेसन पनि हेर्न सक्नुहुन्छ, अलमोस्ट नेपालकै भाइबले चाहिँ हामीले बनाएका छौँ। यसरी यो आइएलआर क्यान्सल गरिहाल्यो भने हामी नेपाली कम्युनिटीमा कस्तो इम्प्याक्ट पर्ला र तपाईँको मनमा कस्तो लागिरहेछ त्यो सुन्दाखेरि? अब सकेसम्म त नहोस् यस्तो नियम लागू। यदि भइहाल्यो भने चाहिँ नि हामी नेपाली हो, अब काम गर्छौँ, केही समयसम्म पठाइहाल्यो भने आफ्नो देश फर्किहाल्ने हो। जहाँसम्म लाग्छ यो रुल्स चाहिँ नि अरूलाई भए पनि हामी नेपालीलाई चाहिँ त्यति लागु नहोला, किनकि हाम्रो कन्ट्रिब्युसन अलिकति बढी नै देख्छु यतानिर। किनकि गोर्खामा आर्मीमा पनि हाम्रो चाहिँ नि धेरै महत्त्व छ। त्यही भएर सकभर चाहिँ नहोस्, भइहालेछ भने हामी नेपाल फर्किनलाई त तयार नै छौँ। जति दुःख गरे पनि अब आफ्नो फ्यामिली लिएर आउन नपाएपछि त अब यहाँ बसेर पनि केही मतलबै छैन जस्तो लाग्छ मलाई चाहिँ। अब नेपालीको इतिहास त युकेसँग 200 वर्ष पुरानो लामो छ नेपाली गोर्खालीको होइन। धेरै रेस्पेक्टफुल थियो यहाँ नेपालीहरू। अब अहिले आएर 81 किन चाहिँ यसरी ब्रिटिस पपुलेसन चाहिँ फ्रस्ट्रेटेड भएको होला यो माइग्रेन्टहरूसँग? धेरै चाहिँ मलाई लाग्छ इलिगल इमिग्रेन्टले गर्दाखेरि चाहिँ भएको जस्तो लाग्यो। अब आउने पढाइ गर्ने भनेर आउने अनि फेरि यहाँको छोडेर रेफ्युजी भन्ने त्यस्तो खालकोले गर्दाखेरि भएको जस्तो लाग्छ मलाई चाहिँ। यदि रिफर्मले जितिहाल्यो, यो नियम चाहिँ लागू भइहाल्यो भने सबै माइग्रेन्टहरू भक्काभक युकेबाट फर्किनु थाल्यो भने युकेको इकोनोमी के होला? मासतिर लाग्ला कि तलतिर लाग्ला? तलतिर लाग्छ जस्तो मलाई लाग्छ, किनकि प्रायः जस्तो हरेक सेक्टरमा हरेक फिल्डमा बाहिरबाट आएको मान्छेहरू पनि छ, इमिग्रेन्टहरू पनि छ। यहाँको मान्छेहरू त खासै कामै गर्दैन जस्तो लाग्छ मलाई। एजुकेटेड नै छैन कि जस्तो लाग्छ मलाई पनि। हजुर अब डक्टर अब यहाँको इन्जिनियरहरू नर्सहरू सबै चाहिँ इमिग्रेन्टहरू नै छन्। दुःख गरेर काम गर्ने सबै बाहिरकै मान्छेहरू, यहाँकोले त खासै गर्दैन। बहिनी अनि नेपालबाट त धेरैले भन्ने गर्थ्यो युकेमा बस्ने हामी नेपालीहरूलाई तिमीहरू त अब युकेको भतुवाहरू हौ भनेर। अब अहिले यो न्युज सुनेर त उनीहरूले त झन् काखी बजाउँदै जस्तो छ। अभियसली गर्न त गर्छ, सुरुमा सुन्ने बित्तिकै एकचोटि। तर हामी पनि अब के कम हो र, यता नभए नेपाल छँदै छ। नेपालमा बसेर पनि त्यस्तो खासै के नै छ र, जहाँ पनि करप्टेड स्ट्रगल गर्ने हो।
अब मान्छेहरू बाहिर आउनुको रिजन अब आफ्नो फ्युचर सेटल होस्, पछि भविष्यलाई राम्रो होस् भनेर त आउने हो नि। भन्नेले भन्दै गर्छ, सुन्नेले सुन्ने। फ्यामिली ल्याउनु नपाएपछि हामी पनि नेपालै जान्छौँ, फ्यामिलीसँगै बस्छौँ प्रब्याबली। 2-4 शब्द राखिदिनु भयो मेरो भ्लगमा, त्यसको लागि हृदयदेखि नै धन्यवाद। हजुरको यो भिन्तुना नेवारी रेस्टुरेन्ट गुगलमा नम्बर 1 छ। अझै फलोस् फर्स्ट आओस्, कुनै दिन आएर खानेकुरा चाखौँला। नमस्कार माइजू, नमस्कार। हजुरको शुभ नाम मामा? म हर्कबहादुर गुरुङ। म चाहिँ भिजिट भिसामा आएको। यहाँ छोराले 6 महिना लागि बोलाएर चाहिँ म यो भिजिट भिसामा आएको। अहिले भर्खरै यो युकेको रिफर्म पार्टीले युकेमा ILR क्यान्सल गर्ने भन्ने एउटा चुनावी एजेन्डा लिएर अगाडि बढेको छ अनि प्रायः जसो युकेको 90% जनताले चाहिँ सपोर्ट पनि गरिरहेको छ। हजुरलाई कस्तो लाग्छ यो ILR क्यान्सल गर्ने भनेपछि त नेपाली कम्युनिटीमा पनि इम्प्याक्ट पर्ने भयो, हजुरको मनमा कस्तो लागिरहेछ? नेपालीहरूको चाहिँ 200 वर्षदेखिको यहाँ युकेसँग सम्बन्ध भएकोले गर्दाखेरि पठाइहाल्दैन होला। ILRहरूको यहाँ बस्ने खाने काम गर्ने मात्रै हो, अधिकार चाहिँ यहाँनिर ILRहरूलाई केही पनि छैन। अब अहिलेसम्म त ILRमा बसेर यहीँको पर्मानेन्ट सिटिजन पनि क्लेम गर्न पाउने छ अनि आफ्नो परिवार फ्यामिली सबै ल्याउन पाउने छ। तर यदि यो रिफर्म पार्टीले जितेर यो ILR क्यान्सल गरिहाल्यो भने त आफू एक्लै मात्र बस्न पाउने भयो, फ्यामिली कोही पनि आउन नपाउने भयो। यस्तो हुन्छ जस्तो लाग्छ कि हुँदैन जस्तो लाग्छ तपाईँलाई? त्यो हुनु पनि सक्छ। विदेशीहरू बढी भएकोले गर्दाखेरि हरेकको निकालेर मान्छेहरू निकाल्ने प्रयास नै गरिरहेछ यहाँबाट विदेशीहरू। हजुर, यहाँ ढुक्कै हुने अवस्था चाहिँ छैन। अब इन्डियनहरू 40,000 जति तुरुन्तै फर्काउनलाई यहाँ तयार गरेछ भन्छ। महात्मा गान्धीको चाहिँ मूर्ति लन्डनमा राखेको, त्यो पनि यहाँको लोकल ब्रिटिसहरूले चाहिँ भत्काएर फालिदियो भन्छ। हो हजुर, न्युजमा आएको थियो। यो सबै नेपालीहरू यसरी जति पनि विदेशमा बसिरहेका छन् अथवा युकेमा बसिरहेछ नि, अन्तिममा उनीहरू चाहिँ नि नेपालै फर्किदिए हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? नेपाल फर्किदियो भने हुन्छ भन्ने त हामीले लागेकै छ। अब यो अलिकति बुद्धि भएको मान्छेहरू, जाँगरो भएको मान्छेहरू विदेशिएर हुँदैन। अब फर्केर आफ्नै देशमा चाहिँ देश विकास गर्नुपर्छ। युकेमा घुमघाम गरेर इन्जोय गर्नु होला, राम्रो मेमोरी लिएर चाहिँ नेपाल फर्किनु होला। हजुरको शुभ नाम? म चाहिँ ऋषि राई, डाइस फ्रम ब्लू। ILR क्यान्सल गर्ने एजेन्डा लिएर आएका छन् रिफर्म पार्टी होइन, के यो सम्भव छ होला त? सम्भव चाहिँ म देख्दिनँ, किनभने ILR बन्द गर्ने बित्तिकै यहाँ राज्यको आर्थिक अवस्था चाहिँ धेरै नै खस्किन पुग्छ। अब किन खसिन्छ होला त? ओरिजिनल यहाँको बासिन्दाहरूले चाहिँ काम गरेको चाहिँ खासै देखिँदैन, सबै बेनिफिट खाएर बसेको देखिन्छ होइन। अब यहाँनिर लेबर गर्ने भनेको चाहिँ हामी जस्तो ILR जो नेपालबाट आएका विभिन्न राज्यबाट आएका व्यक्तित्वहरू, नागरिकहरूले चाहिँ काम गरेको देखिन्छ। 90% युकेको जनताहरूले त सपोर्ट गरिरहेको छ नि उनीहरूलाई। यो कस्तो भने राष्ट्रियता भन्ने त सबैमा हुन्छ, हेर्नुहोस् होइन, ममा पनि छ, तपाईँमा पनि छ, र यहाँका बेलायती बासीहरूमा पनि छन्, अमेरिकन बासीहरूमा पनि छन्। राष्ट्रियतामा एकता जनाउनु चाहिँ अब यो सबैले नै यो गर्ने नै हो। युनाइटेड वी स्ट्यान्ड, डिभाइडेड वी फल भन्छ नि। लखिदिहालेको खण्डमा हामी आफ्नो राज्यमा गएर पनि हामी काम गरेर खान नसक्नु त होइन। तपाईँलाई के लाग्छ अब नेपालीहरूले फ्यामिली पनि ल्याउन नपाउने, आफू एक्लै काम मात्र गर्नुपर्ने भयो भने स्टिल नेपालीहरू चाहिँ यो देशमा झुन्डिएर एक्लै काम गरेर बस्छ जस्तो लाग्छ तपाईँलाई? हाम्रो आफ्नो पहिचान छ, परिचय छ होइन। मेरो परिवारका सदस्यहरू अरूहरूलाई मैले यहाँ भित्राउन पाउने अवस्था रहेन भने यहाँ बस्नुको कुनै आवश्यकता म देख्दिनँ। दोष चाहिँ सबैले पाइरहेको जस्तो लाग्यो मलाई। हजुरको विचारमा के लाग्छ? यहाँ काम बिगार्नेहरू पनि छ विदेशबाट आउनेहरू? यो त धेरै छ नि। अब तपाईँको त्यो अक्सफोर्डतिर जानुहोस् होइन, अल्डरसटतिर जानुहोस्, त्यो साइकलको बिचरा फ्रेम मात्रै छ, विलै छैन क्या। त्यो विल चाहिँ कहाँ कसले लग्यो अब त्यो देखिएन होइन। विश्वमा सबैभन्दा धेरै CCTV क्यामेरा जडित सहर चाहिँ लन्डन, त सबैभन्दा धेरै स्न्याचिङ हुने ठाउँ चाहिँ कहाँ त? लन्डन नै हो। एकजना नेपाली दाजु नै यहाँनिर भर्खर आउनु भएको छ, उहाँको मोबाइल खोज्दैछ। अब एउटा बोरामा एउटा आलु कुह्यो भने आलु त सबै गनायो होइन, तर त्यो भित्र राम्रो आलु पनि छ भन्ने कुरा चाहिँ बेलायत सरकारले चाहिँ भुल्नु भएन। यसमा चाहिँ श्यामजी अब निकै बढेको छ अहिले इलिगल माइग्रेन्टहरू युकेमा होइन, त्यसको फ्रस्ट्रेसन पनि होला यो ब्रिटिस जनतामा, सायद त्यही कारणले गर्दा पनि हुनसक्छ। तर यति छिटै अब क्यान्सलै चाहिँ हुँदैन होला मेरो विचारमा होइन, किनभने यहाँबाट काम गर्नेहरू सबै भनेको विदेशीहरू नै छ होइन, जसले गर्दाखेरि अब विदेशी नै नरह्यो भने त यहाँ काम गर्ने मान्छे पनि कुनै समस्या हुनसक्छ युकेमा चाहिँ। यहाँको 99% अब 90% नै भनौँ न, हरेक कम्पनीमा काम गर्नेहरू नेपालीहरू नै छ, अरू विदेशीहरू पनि छ होइन, सबै बाहिरबाट आउनेहरू नै हो। र जति पनि आउने नेपालीहरू छ सबैले अब आफ्नो फ्यामिली प्लानिङकै गरेर आएको हुन्छ नेपालबाट आउँदाखेरि पनि, अरू देशको मान्छेहरूले पनि आउँदाखेरि पनि। अब एक्लै मात्र आएर त भएन होइन,
मलाई चाहिँ जहाँसम्म लाग्छ यो क्यान्सल चाहिँ 100% चाहिँ हुँदैन अब त्यसको लागि प्रोसेस केही समय चाहिँ लाग्छ होला हजुर बहिनीको शुभ नाम नमस्ते मेरो नाम नरदेवी छन्त्याल यदि रिफर्म पार्टीले जितिहाल्यो भने यो आइएलआर क्यान्सल हुने कतिको सम्भावना छ बहिनी कस्तो लाग्छ तपाईँलाई अब फर्स्टली त अब उसले जित्छ भन्ने नि छैन रिफर्म पार्टीले होइन अब उसको त्यो एजेन्डा रहेको छ आइएलआर क्यान्सल गर्ने भन्ने अब त्यसमा पनि मलाई लाग्छ कि अब त्यो पोसिबिलिटी छैन एकदमै डिफिकल्ट छ अब उनीहरूको अहिलेलाई तत्काल इनिसियल एजेन्डा भए पनि अब त्यो अप्लाई हुनलाई चाहिँ टाइम लाग्छ युकेको होल इकोनोमीमा कस्तो इम्प्याक्ट पर्छ जस्तो लाग्छ तपाईँलाई इम्प्याक्ट त एकदमै ब्याड इम्प्याक्ट पर्छ होइन नेगेटिभ नै भन्छु म चाहिँ किनभने मोस्टली हाम्रो इमिग्रेन्ट्सहरू नै हुनुहुन्छ स्किल वर्करमा लाइक एनएचएसदेखि लिएर हाम्रो इन्जिनियर डक्टरहरूमा 80% देखि एबभ नै अब आइएलआर होल्डरहरू हुनुहुन्छ स्किल वर्करमा सो ब्रिटिस सिटिजनले मात्र पनि उहाँहरूले पनि फुलफिल गर्न सक्नु हुँदैन यहाँको अनि बहिनी अब हिजोसम्म त सबै ठिकै थियो युकेमा होइन हामी नेपालीहरूलाई गोर्खाली भन्थ्यो एकदम रेस्पेक्ट गर्थ्यो बाहिरबाट आउनेहरूलाई पनि रेस्पेक्ट गर्थ्यौँ यहाँ तर आज 81 यसरी इमिग्रेन्टमाथि बेलायती जनताहरू खनिनुको कारण चाहिँ के जस्तो लाग्छ तपाईँलाई मलाई चाहिँ लाग्छ कि अब हाम्रो इलिगल हिसाबले कति धेरै इन्टरनेसनल मान्छेहरू आइराख्नु भएको हुन्छ नि त युकेमा जो इलिगल वेमा बोटहरूदेखि आउनुहुन्छ होइन अब यो समुद्रहरू पार गरेर आउनुहुन्छ उहाँहरूलाई चाहिँ अब यो युकेको ह्युमन राइट्स होइन अब मानव अधिकारले गरेर उहाँहरूलाई डाइरेक्ट उहाँहरूको कन्ट्री पनि पठाउन नमिल्ने र त्यसैले गर्दाखेरि होटेलहरूमा राख्नुपर्ने त्यसमाथि पनि बेनिफिटहरू दिएर राख्नु पर्दाखेरि एकदम फाइनेन्सियली एकदम गाह्रो भएको छ युके गभर्मेन्टलाई त्यही भएर पनि होला यहाँको जनताहरू अलि धेरै नै आक्रोशित हुनुभएको छ यो इलिगलहरूको केसमा चाहिँ हजुर बहिनी विचार राखिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अब सुन दोकानमा छिरिहाल्यो एक दुईवटा सुनको कुरा पनि सोधिहाल्नु पर्यो अनि दिदी बहिनी के छ त अहिले सुनको भाउ उकालै लाग्ला जस्तो छ कि ओह्रालो लाग्ला जस्तो छ दिदी नमस्ते सुनको भाउले चाहिँ यो हप्ता चाहिँ एकदमै आकाशी छुइरहेछ अहिले चाहिँ एक तोलाको चाहिँ 1210 पुगेको छ भाइ ओहो 1210 अनि दिदी लु हेर्नुहोस् त विदेशको ठाउँमा कुन बेला आइएलआर क्यान्सल हुने त्यो पनि थाहा छैन भनेपछि यो बेलायमा सुन पो खातलाङ खुतलुङ किनेर राखिराख्नुपर्छ क्या होइन हजुर एकदम हामीले त्यस्तो सोचेका पनि थियौँ न आजसम्म आइएलआर क्यान्सल हुन्छ भनेर गुणगान त्यस्तो कुरा छ होला अब डिपली चाहिँ हजुरले बुझ्नु भएको छ होला त्यो चाहिँ सम्भव छैन होला अब यो देशमा राजाको होइन राजगद्दीको ज्यानको धनको सुरक्षा चाहियो भने त अन्तिममा चाहिने त गोर्खाली नै हो गोर्खाली हो नि अरूलाई विश्वास गर्न सकिँदैन हामी धरि लागि पर्छौँ हामी त्यति आँटी छौँ कि हामी भनेको एकदम आँटी पनि छौँ ल त यो काम गर त्यो गर भने हामी रातभरि पनि गर्न सक्छौँ त्यतिसम्मको हाम्रो आँट छ हामी सक्छौँ म यत्रो एज भएर पनि अझै म यिनीहरूकै 16-17 वर्षको एज जस्तै म छु भनेदेखि चाहिँ हाम्रो नारीहरू हाम्रो जवानी भाइहरू छोराछोरीहरू छन् नि त त्यही त दिदी अब छिरेको बेलामा सुन यसो लगिराख्नु पर्यो भन्दा पनि हेर्नुहोस् त सुन त यति ठुल्ठुलो ढिका ढिका छ किन्नै नसकिने रहेछ दिदी किस्ताबन्दीमा पाइँदैन किस्ताबन्दीमा भाइ हजुर पहिला त थियो ए हो र अब चाहिँ अब बिस्तारै हामी अलिक मिटिङ गर्दैछौँ फ्युचर राम्रो छैन अब लखेटिने सम्भावना बढेको छ अब इन्भेस्ट गर्छु भन्नेलाई केही सल्लाह दिन चाहनुहुन्छ कि ढुङ्गा माटोमा पैसा हाल भन्नुहुन्छ कि सुनमा पैसा हाल भन्नुहुन्छ एकदम थ्याङ्क यू सो मच भाइ हजुर हाम्रो नेपाली दाजुभाइ दिदी बहिनी छोरा छोरी आमा बाबालाई चाहिँ म के भन्छु भने उहाँहरूले बिचरा आफूले सेभ गर्नुभएको छ भने चाहिँ सेभ गर्नुभएको पैसाहरू छ भने चाहिँ गोल्डमै इन्भेस्ट गर्नुहोस् भन्न चाहन्छु अब कपडा ब्याग यस्तैहरू लायो भने चाहिँ अब केही न केही हुन्छ होइन हजुरको यो श्री लक्की ज्वेलरी अझै फलोस् फर्स्ट हाउस अल्लासटमा हो श्री लक्की ज्वेलरी उहाँले सर्च गर्नुभयो भने भेटिहाल्नुहुन्छ तपाईलाई पनि धेरै धेरै धन्यवाद भाइ हजुर हजुर यहाँले सुनिहाल्नुभयो मलाई चाहिँ के लाग्छ भने यो चाहिँ अस्ति जुन नेपालमा जेनजी आन्दोलन भयो नि एक्ज्याक्टली त्यस्तै भइरहेको हो कि जस्तो लाग्छ किनभने नेपालमा पनि धेरै भ्रष्टाचार भएर इनफ भएर मान्छे फ्रस्ट्रेटेड भएको थियो अनि एउटा आक्रोशले गर्दाखेरि अन्तिममा गएर रगतको खोलो बगाएर सरकारले ढालेको थियो त्यस्तै यहाँ पनि युकेमा पनि जुन यो इलिगल इमिग्रेन्टहरू छ नि यो ढुङ्गामा चढेर आएर होटलमा बसेर लाखौँ क्लेम गरिरहेका छन् नि त्यो देखेर चाहिँ युकेको जनताहरू
अलिकति फ्रस्ट्रेटेड भयो अनि उनीहरूले पनि इनफ इज इनफ भनेर यो आइएलआर क्यान्सल गर्ने भन्दाखेरि चाहिँ समर्थन जनाएको मात्र हो कि जस्तो मलाई लाग्छ। यदि आइएलआर क्यान्सल भइहाल्यो भने पनि मेरो विचारमा हामी नेपाली जस्ता विदेशीहरू जो अलिकति दुःख गर्छ नि उनीहरूको लागि चाहिँ फाल्टै एउटा कानुन बनाउँछ कि सरकारले जस्तो मलाई लाग्छ। अनि फेरि एकैचोटि सबैलाई डिपोर्ट गर्यो भने 9 आउट अफ 10 युकेमा पब्लिक सेक्टरमा चाहिँ नै सबै विदेशबाट आएका माइग्रेन्टहरू नै काम गर्छ। त्यो भएर इकोनोमी चाहिँ ठप्पै हुन्छ, ढल्ने खतरा हुन्छ। त्यसो चाहिँ नगर्ला जस्तो लाग्छ मलाई। अर्को कुरा जब जब देशमा शान्ति सुरक्षा चाहिन्छ, जनधनको रक्षा गर्नुपर्ने हुन्छ नि तब त्यो देशलाई गोर्खालीको जरुरत पर्छ। यो कुराको ज्ञान चाहिँ सबैलाई भया। तपाईको चाहिँ विचार के छ के युकेमा आइएलआर रद्द हुन्छ त सम्भावना कतिको छ? अनि यदि भइहाल्यो भने पनि के नेपाली गोर्खालीहरूको लागि छुट्टै कानुन बनाउँछ त सरकारले? प्लिज तल कमेन्ट गरेर आफ्नो विचार व्यक्त गर्नु होला। यो भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। आशा छ यो भिडियो हेरेर तपाईले मनोरञ्जन लिनुभयो होला, केही इन्फर्मेसन लिनुभयो होला। तपाईको दिन शुभ रहोस्। आई होप टु सी यु अन नेक्स्ट भिडियो। हस्।